राजतन्त्र कि गणतन्त्र? हाम्रो देश नेपाल एउटा गणतन्त्रात्मक मुलुक हो। गणतन्त्र भनेको चाहिँ के हो त? गणतन्त्र भनेको एउटा साधारण नागरिकको छोराछोरी राष्ट्र चलाउने एउटा जिम्मेवार पदमा पुग्न सक्नु हो। नेपालको कुरा गर्ने हो भने हाम्रो देशको प्रधानमन्त्री वा अरू कुनै सरकारी विशिष्ट पद भएका व्यक्तिहरू सबैजना एक साधारण नेपाली नागरिक हुन्। नेपालमा गणतन्त्र मन नपराउनुको कारण चाहिँ के त? हिजो ज्ञाने चोर देश छोड भन्दै राज संस्था हटाउन सडकमा ओर्लिएका नेपाली नागरिकहरू आज राजा आऊ देश बचाऊ भन्नुको कारण चाहिँ के त? नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीले भन्नुभएको थियो, एकजना राजा रहनाले त्यस्तो केही आपत्ति गर्दैन, तर साम्राज्यवाद, दलालवाद, पुँजीवादीहरूको शासन रहिरह्यो भने राजा नरहनाले पनि हाम्रो परिस्थितिमा केही पनि फरक ल्याउँदैन। आदरणीय जनसमुदाय यो कुनै ठुलो होइन। एकजना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले अमेरिकामा इन्टरभ्यू दिँदै भन्नुभएको थियो कि राजा आफैमा कहिले नि खत्तम होइनन्। अहिले मदन भण्डारीको कम्युनिस्ट विचारधारालाई नेकपा एमालेले हेर्न छोडेको छ। अहिले बिपी कोइरालाको काङ्ग्रेसप्रतिको सिद्धान्तलाई नेपाली काङ्ग्रेसले हेर्न छोडेको छ। नेकपा माओवादीको राजनीतिक सिद्धान्त र योगदान 10 वर्ष क्रान्तिमा गएर रोकिएको छ। अहिले पार्टीको राजनीतिक सिद्धान्त राष्ट्रको हितको लागि नभई आफ्नो दलको शीर्ष सदस्यको हितको लागि र आफ्नो दलको आम सदस्यलाई अन्धो बनाउनको लागि मात्र माथि रहेको देख्न सकिन्छ। यस्तो हालतमा व्यक्तिगत स्वार्थ मात्र लुकेको गणतन्त्र हामी नेपालीलाई पुगेको छ। नेपालीलाई यस्तो गणतन्त्र चाहिँदैन जसमा नेपालीको हितमा केही पनि छैन। नेपालमा गणतन्त्र आइसकेपछि चाहे त्यो काङ्ग्रेसको सरकार होस्, चाहे त्यो एमालेको सरकार होस्, चाहे त्यो माओवादीको सरकार होस् अथवा पार्टीहरू मिलेर बनाएको गठबन्धनको सरकार होस्, हाम्रो राष्ट्रले चाहेको विकास पाएको छैन। छिमेकी देशमा 100 घन्टामा 100 किलोमिटर रोड पिच गरेर रेकर्ड बनाउँदा हाम्रो देशमा एभरेजमा दिनमा 1 किलोमिटर बाटो कालोपत्रे हुन्छ। नारायणगढ बुटवल बाटोको अवस्थाको मात्र कुरा गर्ने हो भने हाँस्नु न रुनुको अवस्था आइपुग्छ। सडक कालोपत्रे गर्नु नगर्नुलाई हामीले विकास भन्न मिल्दैन। यसको अर्थ यो होइन कि आफ्नो भिजन नबनाई सरकार चलाउनु। गाडीको स्टेरिङ चलाउन नआए पनि ट्रायल दिन गएर लाइसेन्स पास गर्नु र भिजनै नराखेर सरकार चलाउनुमा फरक भनेको केही पनि छैन। किनभने यो हो हाम्रो राष्ट्रको गणतन्त्र। के यसको विकल्प भनेको राजतन्त्र नै हो त? नेपालबाट हटाइएको राज संस्था फेरि पनि माग हुनुको मुख्य कारण के हो थाहा छ? हाम्रो हातमा आएको गणतन्त्र, हाम्रो हातमा आएको डेमोक्रेसी सही हातमा नपर्नु हो। इन्डियामा कोभिडपछि जसरी करण जोहरको मुभीहरू फ्लप भएको छ, त्यसरी नै राज संस्था हटेपछि हाम्रो देशमा आएको गणतन्त्र फ्लप भएको छ। हामीले खोजेको भनेको गणतन्त्र नै हो। यस्तो खालको गणतन्त्र चाहिँ हामीलाई पुगेको छ। यस्तो खालको गणतन्त्र चाहिँ हामीले खोजेको होइन। गणतन्त्र यस्तो होस् जसले सकारात्मक सोच ल्याओस्। गणतन्त्र यस्तो होस् जसले सुन्दर राष्ट्र वातावरणको सृजना गरोस्। गणतन्त्र यस्तो होस् जसले राष्ट्रको हितको लागि सधैँ अगाडि बढोस्।